हजुर, कालीकोट जिल्लाको पलाता गाउँपालिका वडा नम्बर 3 भैँसा खर्क घर भई हाल बिरानो मुलुक भारतको राजस्थानबाट अधिराज बम। उहाँको जन्मदिने आमा काली देवी बमको 2079 साल 12 महिना 30 गते मृत्यु भएको हुँदा उनै स्वर्गीय आमालाई सम्झिँदै उहाँको तेस्रो देउडा गीत वाचन आमा स्वर्गीय लोग। 2079 साल चैत महिना 30 गतेका दिन 2079 साल चैत महिना 30 गतेका दिन दिउँसै पढी काली रात आमा छाडी गयो किन। दिउँसै पढी काली रात आमा छाडी गयो किन। कटै कठ लम्की देखि घर जाँदा थिर्पु मै जान लियो। लम्की देखि घर जाँदा थिर्पु मै जान लियो। मेरी आमा खुसी लाने पापी काल थियो। मेरी आमा खुसी लाने पापी काल थियो। आमाको खुडीको चाङ्क्रो लागि यो करान। आमाको खुडीको चाङ्क्रो लागि यो करान। बिहानको 4:30 मै उडी यो परान। बिहानको 4:30 मै उडी यो परान। कटै कठ के भनी दिदी भाइ सम्झौ के भनेर बुवा। के भनी दिदी भाइ सम्झौ के भनेर बुवा। घर पन पुग्न नपाई संसार छाड्यो मुवा। कठै कठ डोरी मेरा लामा खेत रिमा मेरा चौकी। डोरी मेरा लामा खेत रिमा मेरा चौकी। घर अनारै छ मेरी आमा फर्की आउने हौ कि। घर अनारै छ मेरी आमा फर्की आउने हौ कि। आमाले छोडेको पनि पुगिगयो 2 साल। आमाले छोडेको पनि पुगिगयो 2 साल। बीच बाटोमै टप्पै टिपी बैरी पापी काल। बीच बाटोमै टप्पै टिपी बैरी पापी काल। कठै कठ वैशाख जेठका महिना पानीका मूल जसी। वैशाख जेठका महिना पानीका मूल जसी। मुवा तमलाई सुइना देख्दो गुराँस फुल जसी। मुवा तमलाई सुइना देख्दो गुराँस फुल जसी। क्या लागि तेलेका लेग कुइरो अन्धधन्द। क्या लागि तेलेका लेग कुइरो अन्धधन्द। आमा भन्ने शब्द पनि भइगयो अब बन्द। आमा भन्ने शब्द पनि भइगयो अब बन्द। कठै कठ पिपल काटे ओइली जाँदो सल्लो काटे खोटो। पिपल काटे ओइली जाँदो सल्लो काटे खोटो। आमा भनी मन बुझाउने मात्रै रह्यो फोटो। आमा भनी मन बुझाउने मात्रै रह्यो फोटो। कटै कठ हस्त धन्यवाद। हजुर, यसै गीत मार्फत सम्झिनु पर्दा स्वर्गीय आमालाई धेरै धेरै सम्झिन चाहन्छु र त्यसै गरी मेरो सम्पूर्ण घर परिवार आफन्तजन सबैलाई मिठो माया मिठो सम्झना छ र अधिराज बम भनेर चिन्ने नचिन्ने सबैलाई पनि सम्झिन चाहन्छु। यो गीतको शब्द सिर्जना अधिराज बम, वाचक कान्छा लोकेन्द्र बम।